6वटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानुनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा, कानुन निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको, 48 वर्ष भएछ। 48 वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईको यो ऐन बनाउने प्रक्रियालाई तपाईले हलो हल्काउन मिल्छ? मिल्दैन। सम्माननीय सभामुख महोदय, त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो। संसद कानुन बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु, खास गरेर यो विधेयक अगाडि बढिराख्दाखेरि पर्यटनका प्रकार, गन्तव्य, त्यस्तै अनि यो सदनमा चाहिँ माननीय सदस्यज्यूहरूले हाम्रो ठाउँमा चाहिँ, हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, अनि चाहिँ के अरे इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो चाहिँ के छ त म भन्न चाहन्छु भने त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो सरकारले। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको हो र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यो चाहिँ 16 अरब रुपियाँ छ। अहिले छ, सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, गाउँ गाउँमा टेलिफोन लैजानुको लागि, इन्टरनेट पुर्याउनु, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस् र माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि अरू यहाँ संसदमा कराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला। त्यो कोष चाहिँ कसरी खडा भएको हो भने त्यो कोष चाहिँ 2053 सालमा खडा भएको हो र 2% तपाईँले तिर्ने, टेलिफोनको प्रयोग गर्दाखेरि तिर्ने पैसाको 2% तपाईँले 1000 रुपियाँ चाहिँ खर्च गर्नुभयो भने 20 रुपियाँ त्यो कोषमा जम्मा हुन्छ। अनि त्यसरी तपाईँहरू सबैले 1000 गर्दाखेरि 20 रुपियाँ, नेपालभरिकोले 20 रुपियाँ चाहिँ जम्मा गरेर बनेको त्यो कोष हो। त्यो कोष चाहिँ त्यहाँ छ, त्यहाँ चाहिँ जानु होला। बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार? जीवी राई कहिले पक्राउ हुन्छ सरकार? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामुदायिक सञ्जालमा मात्रै हुन्छ सरकार? खोटाङको अलपत्र परेका विकासहरू कहिले पूर्ण निर्माण हुन्छ सरकार? जस्तै खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्ग, रसुवा घाट पुल, बङ्सेला घाट पुल, हलेसी जयराम जोड्ने सडक र सहकारी पीडितहरूले पैसा पाउनुपर्छ, त्यसमा जोरदारको साथ हामी माग गर्दछौँ। तर जनताले तिरेको करबाट होइन, राज्यको कोषबाट होइन। यदि सरकारले के सहकारी ब्याङ्क अन्य व्यवसायहरूले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार? म प्रश्न सोध्न चाहन्छु।